आज फेरि पनि हामी तपाईको माझमा लिम्बू बेसिक लर्निङ कन्भर्सेसनमा क्वेशन एन्सर टाइपको एउटा 2-3 वटा लर्निङ कोर्सहरु यहाँ सिक्ने छौं। अचम्म लागेर तपाई बसिरहनु भएको छ भने तपाईलाई एउटा तपाईको साथीले या कुनै पनि मान्छेले तपाईलाई नोटिस गरिरहेको हुन्छ र नोटिस गरेपछि तपाईको छेउमा आएपछि उसले एउटा क्वेशन सोध्छ, त्यो चाहिँ के भन्दाखेरि चाहिँ के भयो भन्छ है। लिम्बूबाट त्यसलाई थे पोखे मतलब के भयो, व्हाट ह्यापेन्ड हैन। त्यसरी तपाईको एन्सर हुन्छ। अब तपाईलाई चाहिँ अब त्यसको एन्सर दिनु मन पर्यो भने तपाईलाई जस्तै तपाईको त मुडमा डिपेन्ड हुन्छ। तपाईलाई एन्सर दिनु मन हो भने तपाईले एन्सर भन्नुहुन्छ। यदि तपाईलाई एन्सर दिनु मन छैन भने थेआङ मेम्बोङेवा थे पोखे भन्यो भने थेआङ मेम्बोङेवा मलाई के पनि भएको छैन। तपाईले भएर पनि दिनु चाहन्न भने चाहिँ के पनि भएको छैन। तपाईलाई चाहिँ पिछाडीबाट या अगाडीबाट कसैले बोलाएर ओइ है ओइ भनेर बोलायो भने चाहिँ त्यसलाई चाहिँ बोलायो भने चाहिँ तपाईले क्वेशन सोध्दाखेरि चाहिँ कसरी सोध्नुपर्छ भन्दाखेरि चाहिँ के उ ताङबी है, तपाईले मलाई बोलाउनु भयो के उ ताङबी। यदि तपाईको साथीले तपाईलाई बोलाएको हो भने ओक्सा उतने आङ भए भन्छ, यस मैले तिमीलाई बोलाएको थिए। नम्बर 3 मा चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईहरु साथीहरु बसिरहेको हुन्छ है, तपाईको साथीको माझबाट तपाईलाई उठेर जानु छ भने चाहिँ तपाईले परमिसन कसरी माग्छ भन्दाखेरि चाहिँ म जान सक्छु नेपालीहरु भन्छौ भने लिम्बूबाट हामी के भन्छौं भने चाहिँ इंगा पेग मासुकाबी है, इंगा पेग मासुकाबी म जान सक्छु। त्यसरी नै तपाईको साथीहरुले भन्छ यदि तपाईलाई जान दिनेवाला छ भने चाहिँ पेगमा केसुक लो भनेर चाहिँ उहाँले भन्छ। पेगमा सुकाबी म जान सक्छु। तपाईको अर्को अपोनेन्ट तपाईको साथीहरुकोबाट चाहिँ पेगमा केसुक लो तिमी जान सक्छौ। त्यसरी नै अब हामी अर्को के सिक्ने छौं भने हामी आफ्नो साथीहरुलाई धेरै वर्ष बादमा है भेटेपछि एउटा सोध्छौं, हामीले एकअर्कामा क्वेशन सोध्छौं गर्छौं। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ क्यानुबी या क्यानुर केवाबी क्यानुबी या क्यानुर केवाबी के तिमी जाति नै छौ भनेर सोध्ने प्रश्न यो हो। क्यानुबी और क्यानुर केवाबी यो दुईटा प्रश्न। अब तपाईको ग्रुपमा तपाईको साथी एकजना तपाईहरु माझबाट गायब छ मतलब तपाईहरुसँग कन्ट्याक्टमा छैन भने चाहिँ तपाईको साथीले तपाईलाई सोध्ने चाहिँ कसरी सोध्छ भन्दाखेरि चाहिँ जस्तै एकजना गायब छ र को गायब छैन मिङसो गायब छ भने चाहिँ मिङसो आतिवा है, मिङसो आतिवा मतलब मिङसो कहाँ छ अहिले, मिङसो आतिवा तपाईको एन्सर हुन्छ हिम्मोवा है, घरमा छ। मिङसो आतिवा एन्सर हिम्मोवा घरमै छ। तिमीलाई पनि या तपाईलाई पनि क्वेशन उठ्न सक्छ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ ख्याने आत्तिकेवा है, तिमी कहाँ छौ, ख्याने आत्तिकेवा एन्सर चाहिँ आफू कहाँ छ, जस्तै बजारमा छ कि स्कुलमा छ कि जंगलमा छ कि। यदि तपाई स्कुलमा हुनुहुन्छ भने चाहिँ इंगा निसाम हिम्मोवा या तपाई बजारमा हुनुहुन्छ भने इंगा पाङजुमोवा। यदि तपाई जंगलमा हुनुहुन्छ भने आंगा ताम्भुङमोवा। कुनै पनि साथी या कुनै पनि आफ्नो स्टाफ चाहिँ कुनै पनि जग्गाबाट आफू भएको नजिकमा आइपुगेको छ तर आफूलाई महसुस छैन, आफूलाई थाहा छैन भने चाहिँ त्यतिखेर चाहिँ आफूले सोध्ने क्वेशन चाहिँ खेने आफाले के दे है, खेने आफाले के दे तिमी कहिले आयौ हैन। त्यसरी नै अब एन्सर आउँछ। त्यसको चाहिँ एन्सर के हो भन्छ चाहिँ इंगा आन्देन त्याङबा म अघि नै आएको, इंगा आन्देन त्याङबा या म अहिले भर्खर आएको छु भने इंगा आलोखा केराङबा अहिले आइपुगेको इंगा आलोखा केराङबा। जस्तै मैले भनिहाले खेने आफाले के दे है, तिमी कहिले आयौ भनेर सोध्दाखेरि चाहिँ एन्सर चाहिँ इंगा आलोखा केराङबा म भर्खर आइपुगेको और अघि नै आइपुगेको हो भने चाहिँ इंगा आन्देन केराङबा। तपाईहरुले पक्कै पनि 2-3 वटा कुरा सिक्नु भयो होला भन्ने आशा राख्दै तपाईहरुले हाम्रो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् भन्ने म यहाँबाट बिन्ती पनि चढाउँदै आउने पाठहरुमा भेटौँला भन्दै म तपाईहरुसँग सेमुई सेवा लिन चाहन्छु। सेमुई सेवा र